नमस्ते एभ्रिवान गुड मर्निङ म चाहिँ अब लक्ष्मीको के भन्छ आसन तयार गर्न लागिरहेको छु। यसमा मैले आँपको 3टा पत्ता लिए, त्यसमाथि चामल राखेँ। अब यहाँ गणेशजीको बनाउँदैछु है, म भिडियो खिच्दैछु अनि कम्प्लिट भएपछि फेरि म अर्को खिच्छु है त। मैले चाहिँ यहाँ लक्ष्मीजी र गणेशजीको आसन तयार गरेँ अनि विष्णुजीको स्वरूपको लागि चाहिँ मैले एउटा सुपारी राखेको छु त्यहाँनिर। अनि रातो कपडा ओछ्याएर मैले बटुकोमा चामल भरिसकेपछि चाहिँ रातो कपडा ओछ्याएर लक्ष्मी भगवान र गणेशजीको लागि मैले यहाँनिर पूजाको आसन तयार गरेँ। अन्त यहाँ सबैले देख्नुहुन्छ मैले आज चाहिँ काम सकेको छुइनँ। मैले चाहिँ यो तिहार मैले कसरी चाहिँ तिहारको लागि कसरी मण्डप सजाएँ भन्ने चाहिँ देखाउनुको लागि बनाएको। खासमा चाहिँ यो अर्को पालितिर अब कसैले अब यस्तै बनाउनु खोज्छ भने पनि सजिलो होस् भनेर यहाँ हेर्नुहोस् यो 2टा आसन तयार गरेँ। अरू पनि मैले पहेँलो कपडाहरू काटेर राखेको छु पछाडि, एकदमै अब ब्राइट होइन, तिहार भन्नु बित्तिकै अलिकति कलरफुलै हुनुपर्छ। त्यो भएको कारणले गर्दा चाहिँ मैले यसरी बनाएको छु। र यो आसन चाहिँ योपालि मैले नयाँ किसिमको बनाएँ पहिला भन्दा। अन्त त्यहाँदेखिको मैले लक्ष्मी भगवानलाई चाहिँ पुरा गरगहनाहरू लगाएर सजाइदिएँ, उहाँलाई माला पनि अर्पण गरेँ र विष्णुजी हुनुहुन्छ साइडमा होइन। अनि यहाँनिर चाहिँ गणेशजीलाई पनि मैले मालाहरू लगाएर सजाएको छु। अन्त यहाँ सरस्वती मातालाई पनि त्यस्तै गरी सजाएको छु। अनि लक्ष्मीजीको चाहिँ एकदम मनपर्ने फ्लावर चाहिँ लोटस भन्छ, त्यो भएर मैले यहाँ राखेको छु। अनि यो कलश तयार गरेको छु, अहिले चाहिँ भर्खर नै तयार गर्दैछु, त्यस्तो सकिसकेको त छैन। अन्त साथसाथै यहाँनिर अब मैले यहाँनिर चाहिँ कुबेर लक्ष्मीहरूलाई सजाएर राखेको छु। अन्त यो के भन्छ ठुलो ओम चाहिँ मैले किनेको थिएँ, त्यो मैले त्यहाँ राखेको छु। अन्त यहाँ अझै अरू पनि चिजहरू चढाउनु पर्ने छ, मैले गरिराखेको छु यसको लागि चाहिँ। अन्त यहाँ चाहिँ मैले यो चुरा पनि लक्ष्मी भगवानको लागि सजाएँ, आभूषणहरूदेखिको लिएर सबै चाहिँ मैले चढाएको छु। अन्त त्यसपछि अब यहाँनिर चाहिँ गणेशजीको लागि अनि रिद्धि सिद्धि पनि छ। सुपारीको रूपमा चाहिँ मैले रिद्धि सिद्धिलाई स्थापना गरेको छु र रिद्धि सिद्धिलाई पनि मैले गहनाहरू चढाएको छु गणेशजी अनि रिद्धि सिद्धिलाई। अनि यहाँ लक्ष्मीजीलाई पनि एउटा माला अर्पण गरेको छु अनि सरस्वतीजीलाई। अन्त यहाँनिरको अघि पनि भनिहालेँ होइन, कुबेर लक्ष्मी सरस्वती सबै छ। अनि यो मालालाई चाहिँ मैले यसरी सजाएँ, यहाँ कौडी पनि राखेको छु। अन्त अनि यहाँ नन्दी महाराज पनि हुनुहुन्छ। अन्त यहाँ लोटा यो कलशलाई मैले यसरी सजाएको छु नरियल राखेर। अन्त यसरी चाहिँ सजाएको छु। अहिले मैले टिकाहरू पनि लगाइसकेँ है, कलश पूजा पनि गरिसकेँ। अन्त त्यहाँदेखिको अब अहिले बेलुका चाहिँ लक्ष्मी सबै पूजा गर्छु। अन्त यो फुललाई चाहिँ मैले यसरी राखेँ। यहाँनिर मैले यो शुभ लाभ आफैले बनाएको स्वस्तिक पनि। अनि यहाँ मैले सानो मन्दिरको रूप दिनुलाई चाहिँ भर्खर तपाईँहरूले देख्नुभयो, त्यहाँ मैले फुल त्यसरी सजाएँ। अन्त यहाँनिर चाहिँ यसरी अझै मन्दिरको रूप नै दिनुको लागि, राम्रो देखिनुको लागि चाहिँ मैले यो माला यसरी झुन्डाएँ, जसमा चाहिँ घन्टी पनि छ। अनि यो मेरो सानो घन्टी चाहिँ मैले आफैले तयार गरेको हो। अनि यसरी चाहिँ मेरो लक्ष्मी पूजाको लागि चाहिँ मण्डप तयार भएको छ अहिले घरि होइन। अन्त यो घन्टी मैले बजाएँ पनि होइन, अलिकति बज्छ पनि। अन्त यसरी राम्रो एकदमै ब्राइट भगवानको स्वागतको लागि चाहिँ मैले यसरी लक्ष्मीको स्थान तयार गरेँ सम्पूर्ण भगवानहरूलाई राखेर। अन्त यही नै हो। यसमा अहिले मैले फुलहरू चढाएँ, विभिन्न कलरको फुलहरू चढाएको छु। अन्त अब त्यहाँनिर के भन्छ गोमती चक्र, कमलगट्टा, हल्दी गाँठहरू पनि सबै राखेको छु। र मेरो लक्ष्मीको मण्डप चाहिँ